हेलो गाइस, आज चाहिँ हामी अब मरिना बिचमा घुम्न आएको छौँ। यो चाहिँ साइप्रसमा हो। अब यहाँ चाहिँ क्रिसमस लागेको भएर होइन पुरा हेर्न सक्नुहुन्छ, पुरा झिलिमिली छ बाटो चाहिँ। अनि हामी चाहिँ दिदी र म घुम्न आएको हो। अब यहाँ चाहिँ रमाइलो छ भन्नु पर्यो वातावरण। यो चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले, यो चाहिँ हो सिप। अनि त्यसपछि यहाँ चाहिँ रेस्टुरेन्ट पनि हो। यहाँ अब यस्तो छ विदेशी बाटो, यस्तो राम्रै हुँदो रहेछ। यहाँ चाहिँ पुरा सिपै सिप छ। अनि यो चाहिँ हो समुद्र। अनि अहिले चाहिँ हामी हिँड्दैछौँ। यो चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ रोटिपिङ अहिले चाहिँ बन्द छ, अघि चाहिँ चलिरहेको थियो। अनि अब यस्तै छ बाटोहरू, झिलिमिली। नेपालको तिहार, विदेशको क्रिसमस यस्तै छ, जताततै झिलिमिली। चाहिँ राति पनि पुरा भिडम्बाड हुँदो रहेछ। तर म चाहिँ यस्तो फेरि प्याटप्याटी चप्पलमा आएको छु। यहाँ घर नजिकै हो नि त। हेर्न सक्नुहुन्छ, यो चाहिँ रोटिपिङ घुमिरह पुरा। यहाँ चाहिँ यस्तो राम्रो छ। रोटिपिङमा मान्छे पनि छ, भित्र खान्छन् पनि हो। यहाँ त रोटिपिङमा के भएको होला यस्तो। यो चाहिँ हात्ती बल खेलाइरहेको। यो चाहिँ ओल्ड पोर्ट अरे नाम। यो चाहिँ भने नि मैले क्रिसमस भएर होला, यताको त यस्तो राम्रो छ। आफ्नै माथिबाट चाहिँ घुमिरहेछ यो रिच घोडा, डायमन्ड हर्स। अनि अब यस्तो गेम, अक्टोपस गेम, यस्तो गेम चलिरह। चाहिँ अब यस्तै छ। त्यहाँ चाहिँ छ अर्को एउटा क्रिसमस ट्री जस्तो केही। अनि यो चाहिँ समुद्रको नजिकै हो। अनि यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ समुद्र। म चाहिँ समुद्रको पुलमा छु। पानी चाहिँ बहुत छाल आइरह यहाँ, यस्तो राति पनि यस्तो समुद्रमा। समुद्रमाथि भएको रेस्टुरेन्ट रे भन्छन्। अनि अब हामी चाहिँ जाँदैछौँ। चाहिँ कुकुरहरू झगडा गरिरहेको थियो भर्खर एकछिन अगाडिसम्म। यो चाहिँ डाउन पनि राख्नु भएको छ यहाँ सायद लाउरे नि। अब यहाँबाट चाहिँ हामी जाँदैछौँ टु द नेक्स्ट रोड। एकदम राम्रो छ। के हो टोपी होला सेन्टा क्लजको। अनि अब चाहिँ मेन रोड आइसकेको छ। अब चाहिँ यहाँबाट अलिकति पर हो हामी बस्ने ठाउँ। सो वी आर गोइङ नाउ। मीट इन द नेक्स्ट ब्लग गाइज। बाई बाई, मीट यू सुन।